यो यतिकै पहाडबाट आफै आइरहेछ आफै। Finally, here is Rani Mahal and this is Kaligandaki. यो चाहिँ रानी महल खड्का शमशेरले आफ्नो वाइफको लागि बनाएको। अनि यो चाहिँ कालीगण्डकी रिभर। अहिले 12 बजेको छ अनि एकदम क्लियर भ्यू छ। फाइनली हामी रानी महल आइपुग्यो। So राम्रो, oh my god. Finally we made it. पछाडि के छ कालीगण्डकी एन्ड हाम्रो टाउको बिचमा भएको सेतो महल चाहिँ रानी महल हो। खड्का शमशेरले आफ्नो वाइफको लागि बनाउनु भएको। राणाकालमा खड्का शमशेरले आफ्नो रानी तेजकुमारीको मृत्युपछिको सम्झनामा ताजमहल जस्तै बनाइएको रानी महल, जुन चाहिँ 2072 चाहिँ पब्लिकलाई पनि हेर्नको लागि चाहिँ खुला गरिएको थियो। कालीगण्डकी रानी महल ब्याक साइडमा यो Back view. तर्फबाट बगेको कालीगण्डकीको पानी। यस्तो राम्रो, look at the view. So good. It's so worth visiting. The most beautiful palace in the world, I think. तेरो भिडियो अरे ज्वाइँलाई गरिसकेको कति बोकाएको हिँड न फ्रेसमा सुहाएको